हेलो साथीहरू, स्वागत छ यहाँहरू सम्पूर्णलाई। आजको यो विशेष भिडियोमा चाहिँ हामी लोकसेवा पढ्ने साथीहरूले चाहिँ कुन कुन फेसबुक पेजहरू फलो गर्ने, कुन कुन गर्ने भन्दा पनि यी गर्नै पर्ने फेसबुक पेजहरू हुन् साथीहरू, फलो गर्नै पर्ने। यिनीहरूले चाहिँ तपाईँलाई जिके, आइक्यू, लिखित पत्रमा एकदमै सहयोग पुर्याउँछ। म यी सम्पूर्ण जिकेमा कसले सहयोग पुर्याउँछ, आइक्यूमा कसले, लिखितमा कसले भनेर छुट्याइदिन्छु। भिडियो सुरु गरौँ साथीहरू। सुरुमा छ हाम्रो आफ्नै फेसबुक पेज। यो युट्युब च्यानलकै नाम गरेको फेसबुक पेज हो, जसलाई मैले आफैले ह्यान्डल गर्छु। जर्नी टु सेक्सन अफिसर। यसलाई किन फलो गर्ने भन्दा तपाईँलाई कहिलेकाहीँ पढ्दा लो फिल भयो, डिमोटिभेट फिल भयो है, केही कुराको सल्लाह सुझाव चाहियो भने तपाईले मलाई डाइरेक्टली यसमा मेसेज गर्न सक्नुहुन्छ। म तपाईहरुलाई रिप्लाई दिन्छु है। यसमा रिप्लाई दिन्छु र अबदेखि मैले चाहिँ यसमा नयाँ अपडेटहरु राख्ने है, तपाईहरुको लागि रुटिन बनाएर हेल्प गर्दिने र मेरो पुरानो नोट्सहरु अपलोड गर्ने कुराहरु पनि म यसबाट गर्छु। यसमा फलो गर्नु होला साथीहरु यो फेसबुक पेजलाई। यो तपाई हाम्रो आफ्नै फेसबुक पेज हो। र 2 नम्बरमा रहेको छ अझै महत्त्वपूर्ण फेसबुक पेज हो साथीहरु, विजय लुइटेल सरको। विजय लुइटेल सर, पर्सनल्ली उहाँसँग मेरो कुनै चिनजान छैन, तर यो रिटर्न पेपरको लागि तपाईलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण, यो चाहिँ फेसबुकको सबैभन्दा महत्त्वपूर्ण फेसबुक पेज हो। फलो गर्नु होला। यसमा चाहिँ उहाँले चाहिँ नोट्सहरु उपलब्ध गराउनुहुन्छ। सित्तैमा नोट्सहरु, जर्नलहरुको पनि नयाँ टपिकहरु है, तपाईलाई मिल्ने टपिकहरु, जर्नलबाट मिल्ने टपिकहरु चाहिँ उहाँले यसमा राखिदिनुहुन्छ। र टाइमली अपडेट हुन्छ नि, टाइमली अपडेट चाहिने कुराहरु जस्तै चाहिँ कोपको बैठकमा के भयो, बिमस्टेकमा के भयो, ती कुराहरु चाहिँ उहाँले खोजी खोजी यसमा अपलोड गरिदिनुहुन्छ। एकदमै लिखित पत्रको लागि सबैभन्दा राम्रो फेसबुक पेज हो यो विजय लुइटेल। अफिसरको लागि अझै महत्त्वपूर्ण छ, सुब्बाको लागि पनि महत्त्वपूर्ण छ। यसलाई जसरी पनि फलो गर्नु होला साथीहरु। दिनको 2-3 चोटी चाहिँ यो फेसबुक पेज भिजिट गर्नु होला भन्छु म चाहिँ। सुत्ने बेला पढ्नु होला है। अर्को छ 3 नम्बरमा छ साथीहरु मुकेश अधिकारी सर। यो चाहिँ हेल्थसँग रिलेटेड भएका साथीहरुले चाहिँ यसलाई फलो गर्नु होला है। हेल्थसँग, स्वास्थ्यसँग सम्बन्धित साथीहरुले चाहिँ मुकेश अधिकारी सरलाई फलो गर्नु होला, अरूले पर्दैन। र क्विजको लागि के पर्छ भन्दा क्विजको लागि क्विज गुरु भन्दै धेरै फेसबुक पेजहरु छन्, यी फलो गर्न सक्नुहुन्छ। यी भन्दा राम्रो गोरखापत्र बुधबार, सधैँ बुधबार एकदम रिलायबल हो। यसमा चाहिँ सही हुन्छ, यी पेजहरुमा सबै सही हुन्छ भन्ने कुरा हुँदैन, तर गोरखापत्र बुधबार सधैँ हेर्नु होला, अपडेट गरी हेर्नु होला। मैले आफैले पनि अबदेखि हजुरहरुलाई जिके को, आइक्यू को हेल्प गर्छु बिस्तारै। र गोरखापत्र हेर्नु होला। यसको चाहिँ दिनदिनै फेरि गोरखापत्रको दिनदिनै विचार विवेचना खण्ड म आफै पनि अबदेखि अपलोड गर्दिने जमर्कोमा छु। विचार विवेचना खण्ड चाहिँ दिनदिनै गोरखापत्रको हेर्नु होला साथीहरु। यसले चाहिँ धेरै सहयोग पुर्याउनेछ। अब हामी धेरै इम्पोर्टेन्ट टपिकमा आयौं, आइक्यू को। आइक्यू को चाहिँ तपाईहरुले चाहिँ इमरान सर म्याथ भन्दै तपाईहरुले फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ र युट्युबमा पनि। अब भिडियो कसरी हेर्ने भन्दा तपाईको सिलेबसमा है, तपाईको सिलेबसमा पाठ्यक्रममा जुन टपिक छ त्यो टपिक वाइज पनि सर्च गर्न सक्नुहुन्छ। युट्युबमा, युट्युब वाइटीमा अथवा फेसबुकमा स्क्रोल गर्दा गर्दै जे कुरा आउँछ त्यो कुरा सरसर्ती हेर्न सक्नुहुन्छ साथीहरु। इमरान सर म्याथ चाहिँ एकदम बेस्ट ट्रिकमा यूपीएससी का धेरै कुराहरु है, जस्तै जिके पो अपलोड भएर नयाँ आउँछ। धेरै कुराहरु चाहिँ पुरानै हुन्छ जिकेमा पनि धेरै नयाँ, तर आइक्यू को चाहिँ सबै पुरानै हो साथीहरु, नयाँ त्यस्तो खासै छैन। इमरान सरलाई एकदमै फलो गर्नु होला। म सबै फेसबुक पेजहरु डिस्क्रिप्सनमा लिंक राखिदिन्छु है। र अरु चाहिँ तपाईले कहिलेकाहीँ दिक्क लाग्दा चाहिँ यूपीएससी का इन्टरभ्यूहरु है, यूपीएससी इन्टरभ्यू भन्दै फेसबुकमा अथवा युट्युबमा सर्च गरेर हेर्नु होला यूपीएससी इन्टरभ्यू भन्दै। मैले सबैको लिंक डिस्क्रिप्सनमा राखिदिन्छु, गएर
सर्च गरेर फलो गर्नुहोला। हस्, धन्यवाद साथीहरू। कमेन्टमा गर्नुहोला तपाईँ